अब मेरो 2 छोरालाई लगेर कमारा तुल्याउन उहाँका साहुकार आइसक्नुभयो। यो उसको 2टा छोरालाई चाहिँ नोकर बनाउन, जस्तै हाम्रो नेपालमा भन्छ नि हली बनाउन, ऋण तिर्न सकेन भने हली बनाउन लान्छ भन्छ नि, त्यस्तै गरी हली बनाउन लायो भनेर एलिसा। सर्वप्रथम परमेश्वरलाई धन्यवाद, साथै दाजुभाइहरूलाई पनि। आज हामी दोस्रो राजाको पुस्तक 4 पदमा पढ्न गइरहेका छौँ विधवाको तेलको बारेमा, जहाँनिर एउटा विधवा हुन्छन् जसको पति चाहिँ मरिसकेका हुन्थिन् है। ऊ चाहिँ एउटा अगमवक्ताको एलिसाको चेला हुन्थिन् जो चाहिँ पूजाआजा गर्ने हुन्छ। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ 1 पदमा लेखिएको छ, अगमवक्ता मध्ये एकजनाकी पत्नीले एलिसालाई अपारेर भनिन्, तपाईँका दास मेरा पति मर्नुभयो, तपाईँलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो, तर अब मेरो 2 छोरालाई लगेर कमारा तुल्याउन उहाँका साहुकार आइसक्नुभयो। यो विधवाकी पतिबाट चाहिँ अलिकति ऋण लागेको रहेछ, परिवारलाई चाहिँ ऋण लागिरहेको छ, तर पति चाहिँ मरिसकेपछि चाहिँ उसको 2टा छोरालाई चाहिँ नोकर बनाउन, जस्तै हाम्रो नेपालमा भन्छ नि हली बनाउन, ऋण तिर्न सकेन भने हली बनाउन लान्छ भन्छ नि, त्यस्तै गरेर हली बनाउन लायो भनेर एलिसालाई भन्न आउँछ। र एलिसाले यहाँनिर के भन्छ भने एलिसाले गएर आफ्नो सबै छिमेकीबाट रित्ता बुढुल्काहरू मागेर ल्याऊ भन्छ। किन मागेर ल्याऊ भन्छ? किन एलिसाले सोध्छ उसलाई, तिमीसँग के छ त भन त, तिमीसँग के छ, तिम्रो घरमा के छ भन त भनेर सोध्छ। र उसले मसँग भुडुल्कामा अलिकति तेल छ, त्यो बाहेक अरू केही छैन भन्छ। र एलिसाले छिमेकीसँग भएको भुडुल्का तेल हाल्ने भाँडाहरू के छन् लिएर भन्छ। भनिसकेपछि कोठाभित्र जाऊ, तर यहाँ तपाईँले तल पढ्दै जानुभयो भने तिम्रो कोठाभित्र जाऊ र ती कोठाहरू बन्द गर र त्यो भुडुल्कामा भएको तेल, बचेको तेल चाहिँ त्यो सबै भुडुल्कामा खनाऊ भनेर भन्नु। अनि त्यसपछि उसले त्यस्तै गर्छ, उसले ढोका बन्द गर्छ र ढोका बन्द गरेर सबैमा एक गरेर हाल्न थाल्छ। हालिसकेपछि त्यो भुडुल्काहरू सबै भरिन्छ। उसँग थोरै भएको तेल थियो नि होइन, तर ती भुडुल्काहरू त सबै भरिसक्छ उसले, तर तेल चित्दिँदैन। तर अन्तिममा छोरालाई अरू भुडुल्काले भन्दाखेरि त्यो भुडुल्का त सिधै आमा भनेर भन्छ, तर भुडुल्काहरूले सबै तेल भरिसकेपछि उसले गएर यहाँनिर 7 पदमा ती विधवा गएर परमेश्वरका जनलाई यो कुरा बताइदिन्छन् र तिनले भने गएर तेल बेच र तिम्रो कर्जा तिर, उब्रेको चाहिँ तिमी तिम्रो छोरालाई तिम्रो छोराको जीविका चलाउनलाई सक्नेछौ भनेर भन्छ। अब त्यसै गरी हामीले योबाट के बुझ्न सक्छौँ भने हामीले जीवनमा जुनसुकै समस्याहरू आएको पर्न सक्छन्, तर यदि जसरी यो विधवाको पति चाहिँ एकदम परमेश्वरप्रति आदरणीय थिए नि, त्यसरी नै हामी आदरणीय भयो भने नि हाम्रो मृत्युपछि पनि परमेश्वर हामीसँगै रहनुहुन्छ सधैँभरि। हाम्रो समस्यामा सधैँ हुनुहुन्छ, हाम्रो मृत्युपछि होइन, हामी जिउँदो रहँदा नै समस्या सधैँभरि हाम्रो साथमा रहनुहुन्छ यदि हामीले विश्वास गर्यो भने। जसरी भन्नु होला यहाँनिर मत्तीको 6:8मा त परमेश्वरले पहिल्यै भनिसक्नु भएको छ, तिमीहरूलाई चाहिनुभन्दा अगाडि मलाई पहिल्यै थाहा छ भन्नुभएको छ, तिमीहरूलाई के चाहिन्छ मलाई पहिल्यै थाहा छ भन्नुभएको छ। र तर तपाईँले यहाँ यूहन्नाको 9:3मा पनि हेर्न सक्नुहुन्छ नि, जुन लङ्गडा व्यक्ति चाहिँ जुन लङ्गडा भएको हुन्छ त्यहाँनिर येशू ख्रीष्टले भन्नुहुन्छ न त उसको आमाको कारणले न त उसको बुवाको र पिरा पुर्खाले, तर परमेश्वरको महिमा देखियोस् भनेर यो लङ्गडो भएको यस्तो भएको हो भनेर भन्नु। त्यसरी हरेक कुरा जीवनमा परमेश्वरको महिमा होस् भनेर त्यहाँ भएको हुन्छ। त्यसरी नै उसको यो ऋण लागेको चाहिँ परमेश्वरको महिमा होस् भनेर, उसलाई दुःख यहाँनिर थोरै ऋण लागेको परमेश्वरको महिमा होस् भनेर, उसको विश्वास दरिलो होस् भनेर यो अचम्मको काम भएको हो। उसले सोचेको पनि थिएन होला उसको त्यो घरमा भएको थोरै तरकारी पकाउने तेल सबै त्यत्रो भाँडा ल्याएको, गाउँभरिबाट ल्याएको भाँडाको तेल भरिन्छ र उसको ऋण पनि तिरिन्थ्यो र बाँकीको जीवनको जीविका पनि चलिन्थ्यो भनेर। त्यसरी नै दाजुभाइ हो, तपाईँले मत्तीको 7:7मा नि पढ्नुभयो भने माग त तिमीहरूले पाउनेछौ भनेर लेखेको छौ नि, घचघचाउ त ढोका उघारिनेछ, माग त तिमीहरूले पाउनेछौ, खोज त तिमीहरूले पाउनेछौ भनेर, भेटाउनेछौ, खोज त तिमीहरूले पाउनु। त्यसरी नै साथीभाइ हो, आज तपाईँहरू ढोका बन्द गरेर परमेश्वर, जसरी उसले ढोका बन्द गरेर परमेश्वरले एलिसाले आज्ञा गरेको थियो, त्यसरी नै तपाईँ ढोका बन्द गरेर परमेश्वरसँग माग्नुहोस्। आज विश्वासका साथ माग्नुहोस्, उसले विश्वास गरेको जस्तै अराएको काम गर्नुहोस्, तपाईँहरूको ती समस्याहरू पनि हल गर्नुहुन्छ परमेश्वरमा। विश्वास गर्नुहोस्, विश्वासको एकदमै जरुरत छ। तपाईँको जीवनमा नि अचम्मको काम हुनेछ, परमेश्वरले तपाईँलाई नै आशिषित तुल्याउनु हुनेछ जसरी उसलाई आशिषित तुल्याउनु भएको थियो।